घर जानु भनेर ल गीत गाइन्छ ताको लागि मन बेबी रेस्को एता बोल्छु है ल भयो तेरो गीत यो अनि के हो ट्याटुमा त फाड खेल्यो नि तपाईँ हेलो गाइज वेलकम ब्याक टु मेरो अर्को न्यू भिडियोमा आई होप तपाईँहरू सबैजना जिउँदै हुनुहुन्छ होला अनि म पनि यहाँ जिउँदै छु र अहिले म यहाँ घरमा छु मेरो घरमा एकजना गेस्ट पनि हुनुहुन्छ होला उहाँलाई स्वागत गरिहाल्छु म नमस्ते माई नेम इज सन्ध्या राई मेरो आज न्यू भ्लग यु तपाईँहरूले सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ हो न हेर्दै हुनुहुन्छ पनि सुन्दै हुन्छ अनि मासु भात ल ओइ भिडियोमा लाइक कमेन्ट अनि सेयर धेरै सब्स्क्राइब पट यस्तो अनि लभ यु धेरै ल खतरा अनि त अरू के भन्नु अरू के हान्नुपर्छ यसमा अनि त्यो अनि यस्तो गुड कस्तो गुड यसको भ्लग ल अनि अरू के त्यसपछि त्यो अनि लभ जस्तो तैँले लभ जस्तो त अघि भनिसक्यो अनि अब होइन लेख्नु मन पर्यो भने यस्तो अलिकति लभ मी पनि लेखिदिनुहोस् मसँग नो इङ्ग्लिस हुन्छ म 10 पास गरेको मान्छे हो किनकि मलाई इङ्ग्लिस बोलाउँदैन नो इङ्ग्लिस इट्स माई स्टोरी इट्स ओके नो इङ्ग्लिस टच मी गरिदिनु लाग्नु भएको छ अनि उता बेब्लिस दाइ चाहिँ यस्तो बेब्लिस दाइ यस्तो यहाँ बोका कोराको जस्तो कराइरहनु भएको छ मैले फुल के गर्नु लागेको रे फुल टच मी गरिदिनु लाग्नु भएको छ ओइ एउटा उ काट्ने कुराले त मैले फुल टच मी गर्नु लागेको रे के हो टच मी भने अन्त टच भनेको छुइदिने अनि यो मैले छुनुमा लागेको यसलाई के अनि बाबाले सिकाएर भने बाबाले के म दिदी हो एउटा ले न काट्ने यस्तो जान्न यस्तो एकचोटि झन् माप्नुपर्छ बेबी आएको छ यस्तो भन्नु मरेको अस्ति हाँसेर झन् मासु लिन मैले चाहिँ यो फुलको यहाँ बिरुवालाई दिनु लागेको होइन एकछिन टच मी भन्नु न के भन्नु लाग्नु भएको ल के अरे टच मी ल फुलको बिरुवा के अरे टच मी मैले बिरुवा त्यो सरिसकेको छ अब फेरि सार्न चाहन्छु म फुल काटेर तपाईँ त लाँदै मर्ला फेरि फुलले छुइदिएर ओए फुल काटेर दिनु भएको छ भने इङ्ग्लिसमा भन्दै थिएँ ना इट्स लभ मी काटिङ डिस्प्लेइङ उडाइङ भन्दै दाइ तैको आँखा के भएको एउटा टच पनि भइदियो त धन्यवाद रूपकजी त्यति रहनु अरे देख्ने ल अब फेरि भन् त अरू के भन्ने ल अब म भन्नु लाग्दैछु इङ्ग्लिस हान्ने एउटा दुइटा ए अनि भइसक्यो छ भइसक्यो भयो पुग्यो भन्दैन इङ्ग्लिसमा भन्दा त्यसलाई नो टच मी इट्स ओके ल पक्रिदिएको त्यही अब टच मी नगरिदिनु भयो बिचरालाई अब इङ्ग्लिसमा ल अब तपाईँ राम्रोसँग जानु हेलो बोय दाई इट्स ओके इट्स डिस्प्लेइङ उडाइङ इट्स ओके यसलाई इङ्ग्लिसमा भन्दैन घर जानु भनेर ल गीत गाइन्छ ताको लागि मन बेबी रेस्को एता बोल्छु है ल भयो तेरो गीत यो मेरो इङ्ग्लिस गीत हो के कमन बेबी रेस्को एता बोल्छु आयो उसको लाइभ चाहिँ के हो ट्याटुमा त फाड खेल्यो नि तपाईँ उसको लाइभ चाँडै बढाइदिनु हो जतिले सब्स्क्राइब गरिदिनु भएको छ उसलाई चाहिँ चाँडै त्यस्तो होइन टुक बढाइदिनु ओइ रुक तेरो इन्ट्रोडक्सन हान त ल इंट्रोडक्सन के भनेको तेरो इन्ट्रो हान न इन्ट्रो तेरो उयो भन्न परिचय भन्दै फुल ला म चाहिँ एउटा है
के भन्नु त्यस्तो मतलब त कति क्लास पढेको बौली 10 पास गरेको हो 10 पास गरेकोला अब फेरि मलाई इङ्ग्लिस चाहिँ बोल्न आउँछ मैले तपाईँलाई यस्तो हाँस उठाउनुको लागि गरेको है यो चाहिँ ल बोल्दै ल बौली चाहिँ नसोच्नुहोस् होला गाई चाहिँ होइन छैन सोचेको क्या ल भन्दा एउटा के भन्नु गुड बाई फेरि कतै यता आइज अब त्यसलाई भन्दा त के भन्यो अघि त्यो सुतिरहेको इङ्ग्लिसमा भन्दा त्यसलाई किन सुतेको भनेर भन्दा आप टिप्नु हिँड अब उहाँ झरेछ भनेर भन त्यसलाई इङ्ग्लिसमा भन्न इङ्ग्लिसमा अब चाहिँ है इट्स म्याङ्गो इट्स चोरिङ इट्स के अरे हिँडिङ ओइ तँलाई यता हेर्न अरू 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 भन ल अब के भन्नु एउटा इङ्ग्लिसमा गीत गाइदेन ल अब त्यही हो मलाई त खमन देवी गाएको हुँदैन ल एउटा भन्न त अलिक लामो भन त अनि त्यो अलिक छोटो भयो तेरो भ्लग उयसमा जान्छ क्या युट्युबमा ल यस्तो अनि फक्नी भन्ने आउँछ त्यो भएर आउँदैन होला ल गाइदिउँ एउटा ल गाइद हेलो हेलो गाई छो फक्नी तिमीसँग गएर छिरिम्नी इट्स ओके इट्स नो प्रब्लम इट्स नो प्रब्लम चढिङ आउँदैन यो लागि ए भिडियो अब ल लास्ट हुनु लाग्यो अब के भन्नु छ तँलाई यही आइदिएन दर्शन दिन हो दर्शन दिन हो हुन्छ नि त हेर्ने मान्छेहरू यस्तो भनेको दर्शन दिनहरू दर्शकहरू भन् दर्शनहरू ल ए के अरे दर्शन दिनहरू तपाईँलाई मेरो भिडियो मन पऱ्यो भने है मैले हाँस यस्तै उठाएँ म चाहिँ फेरि बौली नसोच्नु फेरि यस्तो म तपाईँलाई हाँस उठाएको हो मलाई इङ्ग्लिस त बोल्नु आउँछ होइन त्यही पनि मैले तपाईँलाई हाँस उठाएको यस्तो ब्ल्याक स्योर दिलवाला आउस टकटक आउस अनि यस्तो गुडवाला आउस भनेर चाहिँ भन्नु खोजेको मैले ल अब है त्यो कुकुरलाई इङ्ग्लिसमा त्यसलाई गाली गरेर यहाँ कहाँ बसेको त्यो हेलो डक्नी छिर्मी बाहिर उठ भन्छ त्यसलाई ए उठ्नी होइन उठ भन्दा के भन्छ इङ्ग्लिसमा उठ भन्दा के भन्छ इङ्ग्लिसमा बस्यो उठ के अरे इङ्ग्लिसमा उठ भन्दा के भन्छ भनेको अब आउँदैन उठ्नी त अब इङ्ग्लिसमा चाहिँ है म सेचेको म भन्छु यसलाई डग्मी भन्छ होइन उठिमी भन्छ होला है जति नमस्ते ल मेरो यस्तै म अब यस्तो गाई पाल्न जाँदैछु है त्यस्तै अर्को भिडियोमा भेटौँला भन्न अर्को भिडियोमा भेटौँला यस्तो भाइरल भइदियो पनि लभ पनि पठाइदिनु है ल बाई बाँकी भिडियो अब अर्को दिन आउँछ अब भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद छ।